आज म केही मैले गरेको कामहरूमध्ये हजुरसँग आज यस्तो सेयर गर्न गइरहेको छु। म यस्तो कहानीहरू लेख्ने गर्छु अनि त्यसमै एउटा मैले सर्ट फिल्मको कहानी पनि लेखेको छु। त्यो कहानी कस्तो छ, त्यो मैले त्यसलाई सर्ट फिल्ममा उतार्न सक्छ कि सक्दैन, त्यो कस्तो बन्छ त्यो कुरा चाहिँ मलाई थाहा छैन। तर यति कुरा चाहिँ थाहा छ कि म त्यो बनाउँछु भनेर, अनि त्यो म आजदेखि नै सुरु गरिसकेको छु। त्यसैले मैले हजुरहरूलाई यस्तो भनिसकेँ, किनभने म जे कुरा गर्छु हजुरहरूसँग सेयर गर्छु। र यो सर्ट फिल्मको मुख्य एउटा जुन सिख हुन्छ नि, जुन मतलब जे कुरा पनि एउटा मोरल हुन्छ, त्यस्तै यसको मोरल चाहिँ के छ कि हामीले यदि बच्चैदेखि आफूमाथि ध्यान दिएन भने पछि गएर हामीलाई नै गाह्रो हुन्छ। अब यस्तो छैन कि मात्र बच्चामा नै हेर्नुपर्छ भन्ने, बच्चामा थाहा हुँदैन। जब हामीलाई थाहा हुन्छ कि हामीले अब हामी आफ्नो लागि र आउने समाज र देशको लागि केही गर्नुपर्छ भन्ने कुरा, अनि त्यहाँबाट हामी सुध्रिएनौँ भने हामीलाई पछि गएर धेरै नै गाह्रो हुन्छ। र यही आधार मानेर हामी अघि बढ्छौँ। तर मैले यसमा के भन्न खोजिरहेको छु भने अहिले म एउटा कहानी लेखेको छु र त्यो कहानीको शीर्षक चाहिँ लाज। जुन शब्द लाज छ नि त्यो, किनभने यो कहानीमा मैले लेखेको एउटा विद्यार्थीको स्ट्रगल होइन, यस्तो जुन समस्या मैले भोगेँ होइन, तर अरू सबै विद्यार्थीले भोगेको समस्याहरूको मैले यस्तो कम्पेयर गर्दाखेरि मलाई लाग्यो कि हो, यस्तो विद्यार्थीहरू पनि हुन्छ भनेर, यस्तो विद्यार्थीहरूको जीवनमा पनि हुन्छ यस्तो कुराहरू। मैले आफै त्यस्तो भोगेको पनि हो, तर मैले यो कहानी लेख्ने कारण चाहिँ मैले भोगेको र देखेको कुराहरूमध्ये सबै मिलाएर यो कहानी छ कि एउटा विद्यार्थीले आफ्नो पढाइको बेला जे जति मतलब पढाइ गर्छ त्यो ठिक छ, अनि त्यसपछि चाहिँ जब उसको पढाइ सक्छ अनि त्यसपछि आफ्नो प्यारेन्ट्स अथवा गार्जियनहरू जो पनि हुनुहुन्छ उहाँसँग चाहिँ पैसा माग्न धेरै नै लाज लाग्छ। र त्यही लाजको कुरालाई म सर्ट फिल्ममा उतार्न खोजिरहेको छु। र यो कहानी मैले लेखिसक्यो, 1-1.5 महिना भइसक्यो। म सोचिरहेको थिएँ कि म यसलाई सर्ट फिल्म बनाउँछु भनेर। म सर्ट रिलहरूमा पनि बनाउन सक्छु, तर यसलाई सर्ट फिल्म बनाएकै नै राम्रो हुन्छ। मलाई थाहा छ आज हजुरहरू कसैले मेरो यो कुरा सुनिराख्नु भएको छैन, किनभने मैले यस्तो यो भिडियोहरू युट्युबमा पोस्ट गरेर मेरो भिडियोमा एउटा नि भ्युज आउँदैन। तर म हार मान्दैन, किनभने म इतिहास रचेन भने इतिहास बनेर चाहिँ जान्छ, यति कुरा मलाई थाहा छ। र हजुरहरू मेरो यो सर्ट फिल्म बनाएको हेरिदिनका लागि युट्युबमा मेरो च्यानल ह्यापन्स भन्नेमा हजुरहरू भिजिट गरी यो सर्ट फिल्म हेरिदिनु होला। आज म यो किन भन्दैछु भने आज म यो भिडियो पोस्ट गर्छु, किनभने यदि मैले सर्ट फिल्म आफ्नो यो बनाएन भने मलाई नि मेरो माथि विश्वास हुँदैन। त्यही विश्वासका कारण आज म सर्ट फिल्म बनाउँछु। आजबाट म यो सर्ट फिल्मको सुरुवात गरिसकेको छु।